kids? आज हामी स्टोरी सुन्न गइरहेका छौं। स्टोरीको नाम छ All My Body Parts। Hi! यानी बाहिर स्टोरी सुन्नुहोस् है। Once upon a time, there was the two friends, Julie and Sunny. उनीहरू दुवैजना एउटै स्कुलमा पढ्ने गर्नुहुन्थ्यो र घर पनि सँगै थियो। जुली सधैँ घरमा आमाले दिएको दाल भात तरकारी फलफुल माछा मासु अन्डा दुध सबै खाने गर्नुहुन्थ्यो। सबै खानेकुराहरू खाने भएको हुनाले जुली निरोगी हुनुहुन्थ्यो भने जसको नाम सुनी थियो उहाँ घरमा आफ्नो मम्मीले दिएको खानेकुराहरू दाल भात तरकारी नखाने तर बाहिर बजारको जङ्क फुडहरू मात्रै चाउचाउ बिस्कुटहरू ललिपपहरू आइसक्रिमहरू मात्रै खाने भएको भएर आफ्नो शरीरलाई चाहिने जति कुनै पनि भिटामिनहरू पुगेन। उहाँको छाला पनि नराम्रो हुँदै गयो। सबैजनाले सुनिलाई उसले आफ्नो मम्मीले दिएको खानेकुराहरू केही पनि नखाएर सबै फेस बढी घाउ आएको छ हेर्नुहोस् त। अनि मान्छे पनि कति अनहेल्दी छ हेर्नुहोस् त। सबैजनाले सुनी सँगै स्कुल जानु भएको थियो। स्कुलमा टिचरले दिएको क्लासवर्कहरू जुलीले सबै सजिलैसँग गर्नुभयो भने त्यही कुरा गर्न सुनीलाई निकै गाह्रो भयो। जुली पहिला भन्दा पनि निकै राम्रो बलियो हृष्टपुष्ट पढ्न जान्ने र भनेको पनि मान्ने हुँदै जानुभयो। उहाँले आँखा पनि सजिलै देख्नुहुन्थ्यो र कान पनि सुन्नुहुन्थ्यो। नाकले सबै वासनाहरू थाहा पाउनुहुन्थ्यो। जिब्रोले टेस्ट थाहा पाउनुहुन्थ्यो र छालाले पनि टच गरेको थाहा पाउनुहुन्थ्यो। तर जसको नाम सुनी थियो उहाँले कुनै पनि खानेकुराहरू नखाएको हुनाले उहाँका शरीरका अङ्गहरूले बिस्तारै काम गर्न छाड्दै जाँदै गए। उहाँले बिस्तारै आँखा पनि देख्न छाड्नुभयो, कान पनि सुन्न छाड्नुभयो, नाकले पनि बास्ना नै थाहा पाउनु भएन, जिब्रोले पनि केही स्वाद थाहा पाउनु भएन, के खाएको हो केही थाहा भएन, छालाले पनि टच गर्दाखेरि पनि केही थाहा नपाउने है। अनि छाला पनि फुस्रो नराम्रो रोगिलो घाउहरू आएको हुँदै जान थाल्यो। होमवर्क पनि नगरेपछि उहाँलाई साथीहरूले पनि मन पराउन छाडे र बिरामी भएपछि सुनीलाई मम्मीले हस्पिटल लिएर जानुभयो। हस्पिटलमा पुर्याउँदा सुनी निकै कमजोर भइसकेको थिइन्। हस्पिटल गएपछि डाक्टरले सुनीलाई बेडमा सुताउनु भयो र जाँच्नुभयो। डाक्टरले थाहा पाउनुभयो खानेकुराहरू नखाएको भएर उहाँ बिरामी पर्नु भएको भन्ने कुरा डाक्टरलाई थाहा भयो र शरीरलाई चाहिने जति खानेकुरा नखाएपछि डाक्टर अङ्कलले सुनीलाई सबै भिटामिनहरू खानाहरू सुईबाट लगाइदिनु भयो। अनि सुई लगाउँदा सुनीलाई निकै दुख्यो। स्लाइड पानी पनि चढाउनु पर्यो र हस्पिटलमा धेरै दिन बस्नु पर्यो। हस्पिटलमा बस्न धेरै गाह्रो हुन्छ। सबैजनाले हेल्दी फुडहरू खानुपर्छ र हेल्दी फुड खाएपछि हामी निरोगी भइन्छ। सबै खानेकुराहरू दाल भात तरकारी खानेकुराहरू हजुरले पनि खानुहोस् है सबैजनाले, नत्र भने हजुरहरू पनि सुनी जस्तै बिरामी हुनुहुन्छ। भन्नुहोस् त हेल्दी हुने कि बिरामी हुने? हेल्दी हुने। देखिबाट हजुरहरू सबैजनाले हेल्दी फुडहरू खानुपर्छ। आफ्नो मम्मीले बनाएर दिएको दाल भात तरकारी माछा मासु सागपात दुध दही खानु पर्दछ। धन्यवाद।